सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि। स्थानीय बजारमा आज सुन चाँदीको मूल्यमा सामान्य उतार चढाव देखिएको छ। मंगलबारको तुलनामा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापाला सुनको प्रति तोला रु 3,02,200 मा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् मंगलबार यही परिमाणको सुन रु 3,02,900 मा कारोबार भएको थियो। यस अनुसार आज सुनको मूल्य प्रति तोला रु 700 ले घटेको महासंघले जनाएको छ। त्यसैगरी चाँदीको मूल्य भने प्रति तोला रु 15 ले बढेको छ। आज चाँदी प्रति तोला रु 5,700 कायम भएको छ भने मंगलबार यही परिमाणको चाँदी रु 5,695 मा खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको कारोबार जारी रहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज विश्व बजारमा सुन प्रति औंस 4,725 अमेरिकी डलर र चाँदी प्रति औंस 87 अमेरिकी डलरमा कारोबार भइरहेको छ।